भेरी गुड भाइ भेरी गुड कट भाइ कट त्यो मैले आशिकी 3 को त्यो केटालाई मैले कोरियोग्राफ गरिदिएको हेलो दोस्त दोस्त यस बिलाउन दोस्त एकैछिन भाइ एकैछिन म अलिकति इमर्जेन्सी बिजनेस कल लिनु ब्रो त्यो मैले आशिकी 3 को त्यो हिरोलाई मैले कोरियोग्राफ गरिदिएको नि त्यही त अब तिमीलाई चाहिँ अब यस्तो तिमीलाई पनि अब एक्टिङ सिक्नै मन छ भने चाहिँ त्यो दिनमा चाहिँ अब मेरो कुरा सुन्दिनुहोस् न प्लिज किन भाइ मेरो बिजनेस कल प्लिज एकैछिन भाइ फ्यान हो दा कसम भनेको प्लिज एकैछिन न भाइ बिजनेस कल तिमी जस्तै मान्छेसँग भाइ दिनको चाहिँ मैले चाहिँ त्यही कोरियोग्राफ गरेको चाहिँ त्यस्तै घन्टाको 50,000 जस्तो लिइदिन्छु दा प्लिज प्लिज दा मलाई हिरो बनाइदिनुहोस् न दा प्लिज तपाईँको प्लिज दा 50 चाहिँ 50 त्यहाँभन्दा कम्ती चाहिँ म तिमीलाई 30 सम्म चाहिँ गरिदिनु सक्छु एउटा एक्टिङ सिक रोमान्स सिन्सको चाहिँ भाइ फेरि अलिक बेसी नै पर्छ अब म पनि कोही बेला जोसमा आइपठाउँछु हो ल ल ल ल सुन न मेरो अहिले अलिक यहाँहरूको बिजनेसकै यहाँ तिमी जस्तै यहाँ केटा आइरहेछ कि यहाँ पुरा रिक्वेस्ट गरे खुट्टा पक्रेर यहाँ झुन्डेको छ ल ल ल भन त के अरे दा प्लिज मलाई चाहिँ यस्तो हिरो बन्ने इच्छा छ कि दा प्लिज मलाई पनि त्यो आशिकी 2 को हिरो 3 को हिरो जस्तो जुन आएर बसिरहेको छ नि त्यस्तै बनाइदिनु पर्यो दा मलाई तपाईँ अहिले फोनमा बोल्दै थियो नि दा म त्यस्तै हुनु मन छ सिकाइदिनुहोस् न प्लिज पहिला सुरु चाहिँ दा पहिला सुरु चाहिँ हजुर भन्नुहोस् न दा हिरो बन्नु मन छ भने चाहिँ क्यारेक्टरमा घुस्नु र मेरो फिस तिर्नु चाहिँ अलिक साह्रो छ है अम्बो दा फिस म तिरिहाल्छु कि दा मेरो एक्टिङ हेर्नुहोस् न दा पहिला ल एक्टिङ हेर्नुहोस् न हे शङ्कर यो हात फलाम हो भने यो मेरो भएन अम्बो दा प्लिज वान टेक ल छमिया चलेगी क्या के गरौँ दा म के गरौँ दा प्लिज तपाईँ भन्नुहोस् न के गर्न सक्छु म दा प्लिज चाहिँ दिनु पर्यो दा म जस्तो मेरो भिडियो चल्छ म हिरो बनिन्छु नि दा तपाईँलाई डबल ट्रिपल दिन्छु दा म कसम दा साँच्ची दिन्छु दा प्रमिस दा हात मिलाउँ दा डिल डन कन्ट्र्याक्ट साइन गर्नुपर्छ दा भरे ल कन्ट्र्याक्ट त अहिले नै साइन गरिहाल्नुपर्छ खै उता फर्कट न पैसा तिम्रोमा छैन भने भाइ दा म जस्तो हिरो हुन्छु नि दा तपाईँलाई त्यस्तै म ट्रिपल डबल सबै फर्काइदिन्छु दा साँच्ची भनेको तपाईँलाई कति चाहिन्छ ल घन्टाको कति लिनुहुन्छ तपाईँले ल ठिकै छ अब तिमीले त्यस्तै इच्छै नै लागेको रहेछ तिमीलाई हिरो चाहिँ बन्ने दा भन्ने अब हिरो बनिनुको लागि भाइ फेरि यस्तो हुन्छ है भाइ हजुर दा भन्नुहोस् न हिरो चाहिँ तिम्रो थुप्रै प्रकारको हुन्छ हजुर जस्तै कि रोमान्स हिरो हजुर अर्को एक्सन हिरो अर्को एकछिन भाइ एकछिन अर्को चाहिँ छ आशिकी 3 यता हेर भाइ मलाई हेर माया तिमीले मलाई किन अम्बो दा कसम यतिको एक्टिङ दा कसम म सिक्नु प्लिज दा प्लिज दा म सिकाइदिनु सक्छु म तिमीलाई कसम बिग फ्यान दा कसम बिग फ्यान दा ल म तिमीलाई सिकाइदिनु चाहिँ सक्छु तर एक्टिङमा घुस्नु र मेरो फिस तिर्नु चाहिँ साह्रो छ है भने नि दा म डबल ट्रिपल तिर्दिन्छु दा कसम हिरो त हुनु पहिला होइन यस्तो हिरो ल तिमी अब हिरो हुने नै रहेछ एक दुईवटा अडिसन लिइहालौँ त ल अघि तिमीले दिएको ठिकै छ दा यसो अब के गर्नु भाइ समरको उमेर हो प्रब्लम हुन्छ होइन अब यो चाहिँ बाई मिस्टेकली हो यो पाउडर लाउनु पर्दो यो पाउडर पाउँछ नि के हो कस्तो त्यो कुलहरू भन्छ नि कुल के झन्डु कुलहरू त्यो लगाइदिनु पर्छ त दामी हुन्छ ल त्यो कुरालाई एकछिन साइडमा राखिदिउँ हो हजुर त्यहाँदेखि ल तिमी अब हिरो हुने रहेछ तिमीलाई फर्स्ट एउटा टेक चाहिँ के दिन्छु भन्दाखेरि चाहिँ हिरो हुनुभन्दा अगाडि चाहिँ क्यारेक्टरमा घुस्नु र मेरो फिस तिर्नु चाहिँ साह्रो छ हजुर त्यो कुरा चाहिँ बुझ्नु पहिला एकदम दा एकदम अन्त यस्तो हो भाइ हजुर अब यसो तिमीले मलाई अब के मान्यौ भनेपछि मैले तपाईँलाई हजुर एकदम के मास्टर गुरु भन्छु म चाहिँ गुरु भन्दा पहिला चाहिँ म चाहिँ एउटा कोरियोग्राफर हजुर मलाई डान्स पनि आउँछ हजुर गीत गाउनु पनि आउँछ हजुर तेरो आमा मेरो आमा बाउ सबैजना ऱ्याप हान्नु पनि आउँछ
साँच्ची त्यही कारण त दा तपाईँकोमा आइदिएको तपाईँ यति साह्रो एक्टिभ हुनुहुन्छ कि दा एक्सन पनि आइदिन्छ तिमीलाई चाहिँ कुन चाहिँ चाहियो मलाई त दा सबै गर्छु म पनि सबै गरिदिन्छु अलराउन्डर हो नि दा म पनि अलराउन्डर चाहिँ भाइ यस्तो हो एक्सनमा घुस्नु र मेरो फिस तिर्नु चाहिँ साह्रो छ होइन हो दा मैले बुझेँ नि म दिन्छु तपाईँलाई दिन्छु डबल ट्रिपल दिन्छु कि दा यो दालाई त चिलाउनै पो सक्यो दा प्लिज तपाईँलाई म भोलि ल्याएर होइन यसो दबाई सबै ल्याइदिन्छु तर मलाई अहिले चाहिँ यसो चिलाउने चाहिँ होइन कि भाइ एकैछिनमा यहाँनिर कमिला पो बसे जस्तो छ हौ आहा बुढी कमिला रहेछ नि हौ भाइ लु दा केही छैन हौ फर्स्टै खानिदिउँ न यसो कोरियोग्राफर म तिमीलाई के दिन्छु भन्दाखेरि ल हजुर एक्सन सिन यस्ता एक्सन सिन म अब तिम्रो गुन्डा भएँ तिमी कसो गर्छौ मैले तिम्रो गर्लफ्रेन्डलाई मैले इज्जत उठ्नु आँटेछ के गर्छौ ल छिटो गरिहाल कस्तो भाइ ए भाइ 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 कट 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 भाइ कट कट कस्तो मलाई हिर्का गए अन्त दा एक्सन सिन एक्सन हिरो हो दा फेरि अनि त फेरि म त फेरि अनि त फेरि दा भाइ अब तिमीले यो खालि एक्सन गर्यो भने चाहिँ तिमीले सिकाउने मान्छे मारि पठाउँछ है फेरि भन्नुहोस् न अरू के गर्नु पर्यो भाइ भाइ एक्सन सिङ अहिले होस् कि अनि एकछिन खेलौँ होइन दा जो चल्यो मलाई खेलौँ न एकछिन दा होइन होस् एक्सन सिन चाहिँ भयो मैले तिमीलाई पत्याएँ एक्सन सिनमा चाहिँ तिमी खतरै रहेछ थ्याङ्क यू सो मच म भनेपछि सेलेक्ट भयो दा यो हिरोको यो रोलमा चाहिँ एक्सन सिनमा एक्सन सिनमा चाहिँ भयो थ्याङ्क यू तिमी एक्सन सिनमा भयो थ्याङ्क यू दा अब अर्को के गर्नु पर्यो दा भाइ तिमीले एक्सन सिनमा साह्रै बेसी जस्तो लाग्यो सरी दा त्यही हो क्यारेक्टरमा त्यही हो क्यारेक्टरमा घुस्नु र मेरो फिस तिर्नु चाहिँ साह्रो छ लु अर्को ट्याग हालिदिउँ न दा अर्को मलाई पनि त अब यसो हो भाइ यसो हो अब तिमीले एक्सन सिन दामी गरिहाल्यो आई एप्रिसिएटेड तर थ्याङ्क यू सो मच तर हजुर एक्सनमा घुस्नु र कतिपल्ट भनेको त दिन्छु म तपाईँलाई दिन्छु ल ल ल कि बाइकको चाबी राख्नु त बरु साह्रै तपाईँले एक्सन र फिस भने बाइकको चाबी हो यो चाहिँ हिरो बाइक हो होइन राख्नुहोस् यो तपाईँको झन्डै त्यस्तै 40-50 लाख एक्सनमा छिर्नु र मेरो फिस तिर्नु चाहिँ अहिले बाइकको चाबी दिएपछि चाहिँ सजिलै छ हजुर दा हजुर ल भाइ अब तिमीले के गर्नु पर्दा अब भाइ यस्तो हो नि एक्टिङ पनि चाहिँ एउटै जग्गामा मात्रै गरेर हुँदैन हजुर दा अरू जग्गा पनि जानु म तिमीलाई अर्को जग्गा राम्रो जग्गामा लान्छु हजुर भाइ यस्तो हो कि कुरा चाहिँ हजुर पहिला सुरु चाहिँ हजुर क्यारेक्टरमा घुस्नु र मेरो फिस तिर्नु चाहिँ साह्रो छ तपाईँलाई अघि मेरो बाइकको चाबी दिएको छु त्यो राख्दै गर्नुहोस् न त म जब हिरो हुन्छु म त्यो पैसा दिन्छु मेरो बाइक लगेर मेरो बाइकमा नै दा कति कस्तो लाग्दो 40 लाखको हो दा अब तिम्रो त्यो बाइक चाहिँ अब 40 लाखकै भयो पनि अहिले भरे यस्तो जुवामा खेलो एभिटरमा जान्छ होला जस्तो छ भाइ न त्यस्तो चाहिँ हुँदैन प्लिज म हिरो भइहाल्छु मेरो बाइक चाहिँ मलाई वापस चाहिन्छ म तपाईँलाई बरु त्यो मेरो बाइक 40 लाख म तपाईँलाई 50 लाख 60 70 लाख दिन्छु दा 70 लाख क्यास अब त्यही हो म चाहिँ अब यहाँ सुन तर म हिरो चाहिँ बन्छु होला नि दा म हिरो बनिदिन्छु नि हैन हिरो बनिन्छु दा अनर सनर चाहिँ ठिकै छ बनिन्छु दा हिरो फेरि म साँच्चै दा त्यही हो भाइ तिमी हिरो चाहिँ बन्छ कि तर पहिला सुरु चाहिँ क्यारेक्टरमा घुस्नु र मेरो फिस तिर्नु चाहिँ जो जात याद छ नि मलाई याद छ अब तिमीले एक्सन सिन पनि दामी भइगयो हजुर अब म तिमीलाई एक्सन सिन त सिकाउनु नपर्ने रहेछ हजुर एउटा के भन्छ के छ दा के छ तिमीलाई गर्लफ्रेन्डले छोड्यो त्यो गर्लफ्रेन्डले तिमीलाई धोका दियो आशिकी एउटा तर साँच्ची दा मेरो चाहिँ मेरो एक्सन चाहिँ नि दा यस्तो रिस उठ्छ कि दा होइन गरेको तपाईँलाई म त एक्सन त देख्दैछु त जगाडिदिउँ आशिकी थ्रीको हिरो जस्तो मलाई नि दा मन दुख्दिन्छ अझै दा छोडिदिनुहोस् अहिले भिडियो फेरि म हिरो हुनु भयो याद आइदिन्छ न कि म तपाईँलाई भाइ भाइ कट तिम्रो रुएको देखेर पुरै हाँसु आयो किन कुरा नै घलेको तपाईँले नगर्नु पर्ने यस्तो कुरा तर अच्छी भनेको भेट्यौ तिमीले भेट्यौ कस्तो राम्रो थिएन दा मेरो त्यही त छोडिदिने दा
तर केही छैन दा म साँच्ची टेन्सन नगर टेन्सन त्यो नगर भन्दा नि दा म साँच्ची भनेको हिरो हुन्छु नि त्यस्तो चाहिँ म 50 जना घुमाइदिन्छु लाइनमा साँच्ची 50 जना घुमाइदिन्छु म 50 जना घुमाइदिन्छु हेर्नुहोस् तर भाइ म चाहिँ हिरो चाहिँ त्यही कारण हुनु म मेरो कारण मेरो 40 लाखको बाइक चाहिँ तपाईँलाई दिएको कारण त्यही हो नि त म हिरै भएर निस्किन्छु कि त हुन्छ नि त तर केही छैन दा जब म हिरो हुन्छु टक्क मेरो बाइकमा होइन त्यस्तो केटीहरू के यतिकै तनना हानिदिन्छु दा कसम तनना हानिदिन्छु कति लाग्छ कति लाग्छ त्यही हो कति लाग्छ त्यही हो, भन्नुहोस् त त्यही हो, पैसा त्यही। किडनी निकालेर दिउँ दा किडनी बेचिदिउँ मलाई होइन मेरो किडनी बेचिदिउँ दा तपाईँलाई पैसा कति चाहियो त्यही हो तिमीले अब आशिकी थ्रीको पनि राम्रो गर्यो कि भनेको दामी दामी तिमी त्यो उयो मन टुटेको फिल्ममा पनि तिमी खत्रै जान्दो रहेछ कि तर अब मोस्ट इम्पोर्टेन्ट चाहिँ के हो भन्दा त हजुर भन्नुहोस् न। क्यारेक्टरमा घुस्नु र मेरो फिस तिर्नु चाहिँ साह्रो छ साह्रो दा भइहाल्छ दा म भने मेरो किडनी बेचेर भए पनि तपाईँलाई दिन्छु नि त दा टेन्सन न हिरो चाहिँ हिरो बनेन भनेपछि चाहिँ फेरि दा रडी होला नि फेरि ए भाइ रडी छु नि त फेरि साँच्ची भन्नु भाइ भाइ म तिमीलाई बनाउँछु भन्दैछु त रडी छु नि म चाहिँ फेरि मोस्ट ल। मोस्ट ठुलो डाइरेक्टर त मसँग अघि भर्खर चिया खाएर आएको म डाइरेक्टरसँग एउटा नयाँ हिरो पनि खोज्दै थियो मलाई हो हजुर म छु त अन्त आम्बो त्यही त मैले पनि तिमीलाई सोच्नु चाहिँ सोच्दै मैले तिमीलाई अब तिम्रो एक्टिङ देखेँ मैले सोच्नु चाहिँ अहिले सोच्दै थिएँ कि तर क्यारेक्टरमा घुस्नु र मेरो फिस तिर्नु चाहिँ साह्रो छ यो सुर्तै नगर्नुहोस् सर तपाईँ दा तपाईँ सुर्तै नगर्नुहोस् एकछिन यहाँ त भाइ आशिकी 2 आम्बो दा कसम भनेको मैले सिकाइदिएको त्यसलाई हजुर अब त्यो हिन्दीमा थियो अब म नेपालीमा पनि तँलाई आज चाहिँ म तँलाई नेपालीमा सिकाइदिन्छु ल हुन्छ दा हुन्छ नेपालीमा त अब नेपाली पारामै दिनु पर्यो नि त होइन हजुर हजुर दा सुन्दैछस् मैले के भन्दैछु हजुर हजुर दा एकदम आम्बो दा कसम भनेको लु एक्टिङ त अन्त दा साँच्ची तपाईँ खेल्नु पर्थ्यो नि दा त्यो दिन आम्बो भाइ कस्तो आशिकी 2 गरिदिएको कि रोमान्स सिन चाहिदिरहेको भन न त्यहाँ आम्बो भाइ रोमान्स सिन चाहिदिरहेको कि ल भाइ तँलाई म अहिले एउटा रोमान्स सिन पनि सिकाइहाल्छु के छ भन्दाखेरि यहाँनिर चाहिँ कि यहाँ एउटा केटी लडिरहेको छ हजुर दा तैँले चाहिँ त्यो सोच्नु पऱ्यो यहाँ एउटा केटी लडिरहेछ अब तैँले चाहिँ टक्की केटीलाई चाहिँ अब रोमान्स सिन्स यहाँ चल्दैछ अब यहाँ खुल्ला यसले कहाँ अब अहिले त अब त्यस्तै हो जेनरेसन भएर भाइ हजुर के भन्छस् अब स्कुल टाइमतिर अब यस्तोतिरै त हुन्थ्यो रोमान्स सिन तपाईँ अब तैँले चाहिँ यहाँ चाहिँ जस्ट केटी गेस गर्नु पऱ्यो होइन अन्त गर्नु पऱ्यो रोमान्स सिन बुझिस् मेरो काम चाहिँ त्यति हो अब तैँले चाहिँ टक्कै गएर चाहिँ यस्तो टक्कै गएर चाहिँ अब केटीलाई सम्झी होइन यस्तो गरेर चाहिँ किस गर्नु पऱ्यो तैँले बुझिस् हजुर हजुर लोहार आइस गरिहाल्नु पऱ्यो त्यहाँनिर छैन केटी अलिक यतापट्टि छ यतापट्टि भाइ अलिक यतापट्टि यहाँ यहाँनिर हो त्यहाँनिर छ भएन सिकाइदिनुहोस् प्लिज दा मलाई अलिक दा म चाहिँ त्यो हुन्छ नि केटीहरूपट्टि चाहिँ अलिक साह्रो आइदिँदैन कि दा तर म आई एम ट्राई बेस्ट एकछिन भएन भाइ पहिला सुरु चाहिँ त घोप्टो परिहाल पर्ने भनेको म सिकाउँदैछु होइन गुरुलाई चाहिँ होइन भाइ अलिक यता हो त्यो अलिक यता हो भेरी गुड भाइ भेरी गुड अब के गर्दिन हानेको दा तपाईँले अब भाइ के गर्नु अब तँलाई देखेँ अब जस्तो अलिक दा के गरेको सिकाएको भाइ एक्टिङ गर्नु सिकाएको भाइ एकछिन मात्रै एकैछिन त पुरा बोका रहेछ नि तिम्रो अब यस्तो कोरियोग्राफ लाग्ने त मारिदिन्छु न यसलाई मारिदिन्छु म तल मुभी खेलाउँछु हिरो बनाउँछु भनेर तल मुभी खेलाउँछु हिरो बनाउँछु भनेर चाहिँ तल बलात्कार पो गर्नु खोज्दो रहेछ यसलाई त म के गरौँ हिरो बन्नु मन छ भने चाहिँ क्यारेक्टरमा घुस्नु र मेरो फिस तिर्नु चाहिँ अलिक साह्रो छ है।